म सानो छँदा प्रेममा सबै कुरा चम्किलो ऐना जस्तै हुनुपर्छ भन्ने सोच्थेँ। मेरो प्रेमी ह्यान्डसम हुनुपर्छ, उहाँको करियर सफल हुनुपर्छ, उहाँको गाडी राम्रो हुनुपर्छ। मैले धेरै सम्बन्धहरू बनाएँ, ती सबै बाहिरबाट सुन्दर देखिन्थे, तर मेरो मनभित्र सधैँ एउटा खालीपन हुन्थ्यो। मैले सबैभन्दा ठूलो सङ्कट तब भोगेँ जब मलाई अचानक एक गम्भीर रोग लाग्यो। मेरो सबै चम्किला साथीहरू र ती उत्तम प्रेमीहरू बिस्तारै टाढिए। मैले फोन गरेँ तर कसैले उठाएनन्। त्यही समयमा मेरो जीवनमा रोहन थियो। ऊ न धनी थियो न त सबैको आँखामा पर्ने ह्यान्डसम। तर जब म कमजोर भएँ, ऊ मेरो नजिकै बस्यो। उसले मलाई कुनै ठूलो सल्लाह दिएन, न त मसँग रोयो। उसले चुपचाप मेरो लागि तातो पानी राखिदियो, मेरो कोठा सफा गरिदियो र मेरो हात समाएर भन्यो, तिमी निको हुन्छौ। त्यही अँध्यारो रातमा मैले बुझेँ, प्रेममा हामी के हेर्छौं? हामी ऐनामा देखिने चम्किलो अनुहार होइन, बरु जब त्यो ऐना फुट्छ तब पनि हाम्रो छेउमा अडिग भएर बस्ने मुटु हेर्छौं। प्रेममा धन होइन, मानिसको दयालुपन हेरिन्छ। सुन्दरता होइन, शान्त धैर्य हेरिन्छ।